सो हेलो गाइज, वेलकम टु नलेज अफ नेपाल। स्वागत छ तपाईँहरूलाई नलेज अफ नेपालमा। यदि तपाईँहरू पनि दिनको 1 देखि 2 घण्टा काम गरेर महिनाको 20 देखि 30,000सम्म इन्कम जेनेरेट गर्न चाहनुहुन्छ, यदि चाहनुहुन्छ भने यो भिडियो चाहिँ फुल भिडियो हेर्नु होला। यो फुल भिडियो चाहिँ तपाईँलाई युट्युबमा भेटाउँछ। युट्युबको लिङ्क चाहिँ यहाँ स्क्रिनमा हेर्न सक्नुहुन्छ, तलपट्टि दायाँतिर हो। यो युट्युबको चाहिँ नाम हो कि यही नाम सर्च गरेर तपाईँलाई यो भिडियो फुल भिडियो चाहिँ त्यस युट्युबमा फर्स्टमै आउँछ होइन। अब चाहिँ हामी भिडियोतर्फ लागौँ होइन। अब सो फर्स्ट अफ अल चाहिँ वाट इज नलेज अफ नेपाल। नलेज अफ नेपाल भनेको के हो, नलेज अफ नेपालमा के काम हुन्छ, कसरी काम हुन्छ होइन, अनि कुन तरिकाले इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। सो सबभन्दा पहिला चाहिँ हामी बुझौँ वाट इज नलेज अफ नेपाल। नलेज अफ नेपाल भनेको के हो। सो नलेज अफ नेपाल भनेको एउटा अनलाइनबाट लर्निङ एन्ड अर्निङ गर्ने प्लेटफर्म हो, जसबाट तपाईँलाई लर्निङ विथ अर्निङ गर्न सक्नुहुन्छ। अर्निङको साथसाथ लर्निङ पनि गर्न सक्नुहुन्छ। सो अब चाहिँ यो नलेज अफ नेपालमा काम गर्नका लागि तपाईँलाई 3वटा स्टेप हुन्छ क्या। सो फर्स्टमा चाहिँ एफिलिएट मार्केटिङ। एफिलिएट मार्केटिङको तपाईँलाई इन्ट्रोडक्सन पनि दिन्छु म। सेकेन्डमा चाहिँ कोर्सेस। त्यो कोर्सेस चाहिँ नलेज अफ नेपालको भित्र त्यो कोर्स हुन्छ नि, त्यो कोर्स तपाईँ सिकेर आउट इन्कम जेनेरेट गर्न सक्नुहुन्छ क्या। यो चाहिँ यो भयो अनलाइन इन्कम होइन, यो डिजिटल मार्केटिङ होइन। अब तपाईँ त्यो कोर्सहरू सिकेर अफलाइन इन्कम गर्न सक्नुहुन्छ, आउट इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। अब थर्डमा चाहिँ टिचिङ। अब तपाईँलाई यो सबै कोर्स सिकेर तपाईँ कसैलाई पढाउनुहुन्छ भने, कसैलाई सिकाउनुहुन्छ भने त्यहाँबाट पनि इन्कम जेनेरेट हुन्छ। अब हामी चाहिँ इन्ट्रोडक्सनतिर लागौँ होइन। सो क्वेसन नम्बर 1, इन्ट्रोडक्सन अफ एफिलिएट मार्केटिङ। एफिलिएट मार्केटिङको इन्ट्रोडक्सन। अब जस्तै कि यहाँ के लेखेको छ, एफिलिएट मार्केटिङ इज अ पपुलर अनलाइन बिजनेस मोडल। एफिलिएट मार्केटिङ एउटा पपुलर अनलाइन बिजनेस मोडल हो क्या। अनलाइनबाट बनेको एउटा एफिलिएट मार्केटिङ पपुलर अनलाइन बिजनेस मोडल हो। अब यसमा चाहिँ वेयर यु अर्न मनी बाई प्रमोटिङ अदर पिपुल्स अर कम्पनी प्रोडक्ट। अब यसमा तपाईँलाई इन्कम जेनेरेट गर्नका लागि होइन, कम्पनीले जुन प्रोडक्ट दिन्छ नि त्यो प्रोडक्टलाई तपाईँले प्रमोट गर्नुपर्छ होइन। यु डोन्ट निड टु क्रिएट योर अन प्रोडक्ट। तपाईँलाई आफ्नो प्रोडक्ट बनाउनु पर्दैन। तपाईँलाई प्रोडक्ट चाहिँ कम्पनीले नै दिन्छ, तपाईँले मात्र त्यसलाई प्रमोट गर्नुपर्नेछ। यु सिम्पली रिकमेन्ड समथिङ टु अदर युजिङ योर युनिक एफिलिएट लिङ्क। अब यसमा तपाईँलाई त्यो प्रमोट गर्नको लागि तपाईँले पर्सनली एफिलिएट लिङ्क दिन्छ, त्यही एफिलिएट लिङ्कले तपाईँ प्रमोट गर्न सक्नुहुन्छ। वेनिभर समवन बाइज अ प्रोडक्ट थ्रु योर लिङ्क यु अर्न एन्ड कमिसन। यदि कुनै पनि कस्टमरले तपाईँको त्यो लिङ्कबाट त्यो प्रोडक्ट बाई गर्छ नि, त त्यो प्रोडक्ट बाई गर्छ भने तपाईँ कमिसन जेनेरेट गर्न सक्नुहुन्छ। सो यो भयो इन्ट्रोडक्सन अफ एफिलिएट मार्केटिङ होइन। अब क्वेसन नम्बर 2। सो क्वेसन नम्बर 2 चाहिँ 7 बेसिक स्टेप अफ एफिलिएट मार्केटिङ। एफिलिएट मार्केटिङ स्टार्टअप गर्नको लागि होइन, एफिलिएट मार्केटिङ स्टार्टअप गर्नको लागि तपाईँले 7वटा स्टेप चाहिँ फलो गर्नुपर्छ। अनि यो 7वटा स्टेप चाहिँ तपाईँ फलो गर्नुहुन्न भने तपाईँ इन्कम जेनेरेट गर्न सक्नुहुन्न। यदि यो 7वटा स्टेप तपाईँ युज गर्नुहुन्छ भने 100% तपाईँ इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। अब सो फर्स्टमा कुरा गर्दा यसको चाहिँ प्रोफाइल बिल्डिङ। प्रोफाइल बिल्डिङ भनेको यो प्रोफाइल हो, त्यो बिल्डिङ होइन के, त्यो जुन चाहिँ कन्स्ट्रक्सनहरूमा हुन्छ नि त्यो बिल्डिङ होइन। त्यो प्रोफाइल बिल्डिङ भनेको चाहिँ आफ्नो प्रोफाइलले राम्रोसित क्रिएट गर्ने के। त्यो प्रोफाइल बिल्डिङ कसरी गर्ने हो भने त्यो हाम्रो क्लास हुन्छ होइन, त्यो क्लासमा सिकाउँछ प्रोफाइल बिल्डिङ कसरी गर्ने। अब सेकेन्ड कुरा चाहिँ लिड जेनेरेसन। अब सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ यो हो लिड जेनेरेसन। अब लिड जेनेरेसन भनेको के हो, यो लिड भनेको के हो। अब जस्तै कि एउटा इक्जाम्पल हामी, अब मसँग एउटा मोबाइल पसल छ होइन, अनि मसँग मोबाइल पसल छ, मेरो पसलमा चाहिँ मोबाइल पनि छ होइन। अनि त्यो मोबाइल यदि कुनै कस्टमरले कुनै लिडले पर्चेस गरेन भने मलाई इन्कम हुन्छ त, मलाई कमिसन आउँछ त, आउँदैन नि। मलाई त्यो मोबाइल बेच्नको लागि त कस्टमर चाहियो नि, लिड चाहियो नि। अब जस्तै कि तपाईँको त्यो मोटरसाइकलको सोरुम भयो होइन, बाइकको सोरुम भयो,
अब तपाईँलाई त्यो बाइक बेच्दा तपाईँलाई त कुनै न कुनै कस्टमर त चाहियो होला, बिना कस्टमरको त बाइक नै बिक्दैन। अब त्यही हो क्या। अब यसमा चाहिँ यो पनि अनलाइन बिजनेस हो क्या। अनलाइन बिजनेसमा तपाईँलाई लिड ल्याउनुपर्छ क्या, लिड ल्याउनुपर्छ आफ्नो। अब लिड चाहिँ कसरी ल्याउनु त्यो पनि अब क्लास हुन्छ, त्यसमा पनि सिक्न सक्नुहुन्छ है। अब थर्डमा चाहिँ इन्भिटेसन, आफ्नो लिडलाई चाहिँ कसरी इन्भाइट गर्ने होइन, कसरी इन्भाइट गर्ने। अब फोर्थमा चाहिँ प्लान प्रेजेन्टेसन। प्लान प्रेजेन्टेसन भनेको आफ्नो कम्पनीको प्रोडक्टको बारेमा प्लान के छ भने प्रेजेन्टेसन त्यसलाई होइन, त्यो कस्टमरलाई भन्नुपर्छ के प्लान छ हाम्रो प्रोडक्टमा होइन, त्यो सबै कुरा भन्नुपर्छ क्या। अब पाँचमा चाहिँ फलोअप। फलोअप भनेको के हो भने त यदि त्यो कस्टमरले भन्छ हजुर सर म चाहिँ त्यो 2-3 दिनपछि त्यो प्रोडक्ट पर्चेस गर्छु होइन, त्यसलाई तपाईँ फलोअपमा राख्नु कि त्यसलाई इग्नोर नगर्नु। अब जस्तै कि भन्छ सर म 2 दिनपछि त्यो प्रोडक्ट चाहिँ पर्चेस गर्छु भने कुनै मान्छेहरू हुन्छ नि त्यसलाई इग्नोर गरिदिन्छ। इग्नोर गर्नु हुँदैन कि त्यसलाई फलोअपमा राख्नुपर्छ, त्यसलाई फलोअपमा राख्नु। अनि 6मा चाहिँ अब्जेक्सनल ह्यान्डलिङ। अब आफ्नो त्यो लिडलाई ह्यान्डलिङ कसरी गर्ने त्यो। अब यो 6वटा स्टेप भयो भने तपाईँले 7 स्टेप चाहिँ क्लोजिङ हुन्छ होइन। अब चाहिँ यो चाहिँ 7वटा स्टेप भयो एफिलिएट मार्केटिङ स्टार्टअप गर्नको लागि। यदि तपाईँ यो 7वटा स्टेप युज गर्नुहुन्न भने तपाईँको इन्कम 0% हुन्छ। यदि तपाईँ यो 7वटा स्टेप युज गर्नुहुन्छ भने तपाईँको इन्कम 100% हुन्छ। अब चाहिँ क्वेसन नम्बर 3 चाहिँ वाइ डु यु वान्ट टु डु एफिलिएट मार्केटिङ। अब तपाईँ किन यो एफिलिएट मार्केटिङ स्टार्टअप गर्न चाहनुहुन्छ। अब धेरैजनाको क्वेसन त्यो हुन्छ नि, अब माइन्डसेट हुन्छ कि अब म यो काम स्टार्टअप गर्नलाई गर्छु तर किन गरिरहेको छु। अब इक्जाम्पल हो, जस्तै कि कुनै मान्छे डक्टर भन्छ होइन, अनि त्यो डक्टर त भन्छ तर त्यसलाई थाहा नै हुँदैन कि म डक्टर किन बने होइन। अब कुनै मान्छेले आर्मी बन्छ, त्यसलाई थाहा नै हुँदैन कि म आर्मी किन बने होइन। अब तपाईँ स्टडी गर्नुहुन्छ होइन, अब स्टडी चाहिँ के को लागि गरिरहेको हुन्छ। अब जस्तै कि तपाईँ स्टडी गर्नुहुन्छ होइन, अनि तपाईँले थाहा नै हुँदैन म स्टडी किन गरिरहेको छु। अनि कुनै मान्छेले भन्छ ए सर म त त्यति नै यो बुवाले भनिरहेको छ कि रुममा बसेर के गर्ने त्यो स्टडी गर्न जाए यस्तो गर। त्यो सबभन्दा पहिला चाहिँ माइन्डसेट हुनु पऱ्यो क्या आफ्नो। अब जुनसुकै काम पनि स्टार्ट गर्दा होइन सबभन्दा पहिला चाहिँ त्यसको रिजन चाहियो, हामीले किन स्टार्टअप गरिरहेको छौँ त्यो रिजन चाहियो एउटा। जस्तै कि यो एफिलिएट मार्केटिङ हामी किन स्टार्टअप गर्न चाहन्छौँ। अब किन स्टार्टअप गर्न चाहन्छौँ भने अब कुनै मान्छेको त्यो ड्रिम होला। अब जस्तै कि ड्रिमको कुरा कुनै मान्छेले त्यो बाइक लिनलाई होला, कुनै मान्छेको त्यो धेरै यस्तो चाहिँ धेरै प्रब्लम हुन्छ क्या। त्यही हो एउटा चाहिँ होइन एफिलिएट कुनै पनि काम स्टार्टअप गर्नको लागि एउटा रिजन चाहियो होइन। अब क्वेसन नम्बर 4 चाहिँ हाम्रो क्वेसन नम्बर 4 चाहिँ वाइ पिपुल फेल्स इन एफिलिएट मार्केटिङ। अब यहाँ चाहिँ धेरैजना मान्छे यहाँ फेल हुन्छ क्या एफिलिएट मार्केटिङ गर्न, यहाँ छोड्छ धेरैजना मान्छेले। सो सबभन्दा फर्स्टको चाहिँ क्विक रिच स्किम। त्यो जोइन गर्ने बित्तिकै सोचिरहेको हुन्छ कि म चाहिँ एक धनी बन्छु क्या, त्यो यसमा चाहिँ पैसा आफै आउँछ क्या। त्यो सोच्नु हुँदैन, कहिले पनि सोच्नु हुँदैन। पैसा चाहिँ आफै कहीँबाट पनि आउँदैन, बिना मेहनतको पैसा कहीँबाट आउँदैन। सक्सेसको कुनै त्यो सर्टकट हुँदैन, यसमा तपाईँले मेहनत गर्नु नै पर्छ। अब 2 नम्बरमा चाहिँ फोकस अन अर्निङ इन्स्टेड लर्निङ। अब तपाईँले त्यो फोकस गर्नुहुन्न भने, त्यो लर्निङमा फोकस गर्नुहुन्न भने तपाईँको अर्निङ हुँदैन। अब तपाईँ सिक्नमा ध्यान दिनुहुन्न भने कहाँबाट हेर्नुहुन्छ, त्यही हो। अब थर्डमा चाहिँ माइन्डसेट। अब धेरैजनाको माइन्डसेट यो हुन्छ कि मैले जोइन गरेँ होइन, अनि जोइन गर्नु बित्तिकै 2-3 दिनपछि मेरो पैसा डबल हुन्छ, यस्तो हुन्छ उस्तो हुन्छ, त्यस्तो केही छैन क्या। यसमा चाहिँ माइन्डसेट राख्नुपर्छ तपाईँले। पहिला चाहिँ तपाईँले लर्निङ गरेर अर्निङ गर्नुहुन्छ है, त्यही हो फोकस अन अर्निङ इन्स्टेड लर्निङ। अब यसो छैन अब हामीलाई केही पनि आउँदैन अनि त्यो अर्निङ पनि यस्तै भइरहेको हुन्छ, आफै पनि पैसा आइरहेको हुन्छ, त्यस्तो कुरा छैन। केही हो नलेज अब नेपालमा। 4 नम्बरमा चाहिँ नोट ह्याभिङ कम्पनी नलेज। अब यो एफिलिएट मार्केटिङ गर्नका लागि तपाईँले अब कुनै कम्पनी छैन भने यसमा पनि तपाईँ फेल हुन सक्नुहुन्छ। अब एफिलिएट मार्केटिङ गर्नको लागि तपाईँलाई एउटा कम्पनी हुनु पऱ्यो क्या।
अब जुन कम्पनी हुन्छ त्यो कम्पनीको प्रोडक्ट नै तपाईँ सेल गर्नुहुन्छ। अब कम्पनी हुँदैन भने कहाँबाट एफिलिएट हुन्छ, हुँदैन एफिलिएट। अनि 5 नम्बर चाहिँ नोट अटेन्डिङ ट्रेनिङ। अब धेरैजना मान्छेले जोइन गर्नलाई त गर्छ अनि त्यो चाहिँ ट्रेनिङ अटेन्ड गरेर आउँदैन। अब ट्रेनिङ अटेन्ड गरेर आउँदैन भने कहाँबाट त्यो सिक्छ? त्यो यो चाहिँ 5वटा कुरामा चाहिँ मान्छे चाहिँ फेल्स हुन्छ एफिलिएट मार्केटिङ गर्नलाई। सो अब हामी अगाडि बढौँ। सो अब यसमा चाहिँ स्टार्टअप गर्नका लागि प्याकेजहरू हुन्छ क्या। अब जस्तै कि नलेज अफ नेपालमा होइन 4वटा प्याकेज छ। सो 4वटा प्याकेज मध्ये फर्स्ट प्याकेज चाहिँ स्टार्टर प्याकेज हो, जसको कोर्सको कुरा गर्दा यसमा कोर्स चाहिँ कम्युनिकेसन स्किल्स, एफिलिएट मार्केटिङ एन्ड 1 इयर्स कोर्स एक्सेसिबिलिटी त्यो कम्पनी दिन्छ होइन। अब स्टार्टर प्याकेजको इन्भेस्टमेन्टको कुरा गर्दा तपाईँलाई 699 हो होइन। अनि यसमा चाहिँ तपाईँले अब इन्कमको कुरा गर्दा कति घन्टा काम गर्नुपर्छ, कति इन्कम हुन्छ भने होइन। अब धेरैजना मान्छेले सोच्छ म 1 घन्टा काम गर्छु होइन अनि महिनाको 20,000 25,000 इन्कम हुन्छ, यस्तो हुँदैन क्या। अब तपाईँ चाहिँ कुनै अफिसमा काम गर्नुहुन्छ भने त्यो अफिसमा तपाईँ 8 घन्टा काम गर्नुहुन्छ भने मात्र तपाईँले त्यो 20,000 25,000 सेलेरी दिन्छ अनि यो नेपालमा त्यो +2 गरेको मान्छेहरूलाई होइन। सो अब यो स्टार्टर प्याकेजमा होइन, स्टार्टर प्याकेजमा मन्थली इन्कमको कुरा गर्दा तपाईँले 5,000 देखि 8,000सम्म मात्र हुन्छ। यसमा पनि चाहिँ यसमा काम चाहिँ यही हो, 1-2 घन्टा मात्र गर्नुपर्छ होइन। अनि इन्कमको कुरा गर्दा तपाईँलाई महिनाको त्यही 5,000 देखि 8,000सम्म हुन्छ। अनि यो क्रिएटर प्याकेज चाहिँ रिकमेन्डेडका लागि हो क्या। यसमा चाहिँ कोर्सको कुरा गर्दा कम्युनिकेसन स्किल, सिरिज मास्टरी, भिडियो एडिटिङ, एफिलिएट मार्केटिङ एन्ड 1.5 इयर्स कोर्स एक्सेसिबिलिटी। अब यसमा कोर्स चाहिँ 1 2 3 4 4वटा कोर्स छ कि यो कोर्सहरू सिकेर तपाईँ यो चाहिँ यो प्याकेज चाहिँ रिकमेन्डेड हो क्या। यो प्याकेज चाहिँ कुनै मान्छे पर्चेस गर्न खोज्छ है। अब क्रिएटर प्याकेजको इन्कमको कुरा गर्दा महिनाको चाहिँ तपाईँले 15,000सम्म इन्कम हुन्छ होइन, महिनाको 15,000। अब महिनाको 15,000 हुन्छ अनि यसमा चाहिँ 2-3 घन्टा काम गर्नुपर्छ होइन। अनि अब 2वटा प्याकेज चाहिँ फुल्ली स्पेसल हो, त्यसलाई म चाहिँ लुकाएर राखेको छु, यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ 2टा प्याकेज यहाँ लुकाएको छ होइन। सो 2टा प्याकेजमध्ये एउटा त्यो प्राइम प्याकेज छ नि, जसमा चाहिँ कोर्सको कुरा गर्दा कम्युनिकेसन स्किल्स, पर्सनली डेभलपमेन्ट, ट्रिक्स मास्टरी, भिडियो एडिटिङ, एफिलिएट मार्केटिङ, क्यानभा मास्टरी, 2 इयर्स कोर्स एक्सेसिबिलिटी। अब यसमा चाहिँ कोर्स चाहिँ थुप्रै छ होइन। जस्तै कि भिडियो एडिटिङ, अहिले चाहिँ भिडियो एडिटिङ त्यो मार्केटमा धेरै प्रचलित छ क्या। त्यो भिडियो एडिटिङ धेरैजना मान्छेलाई चाहियो होइन। अब क्यानभा मास्टरी चाहिँ डिजाइन गर्नको लागि चाहियो होइन। अब यसमा चाहिँ मन्थली इन्कमको कुरा गर्दा मन्थली इन्कम चाहिँ 25,000 देखि 30,000सम्म हुन्छ होइन। अनि यसमा इन्भेस्टमेन्टको कुरा गर्दा 2899 हो, इन्भेस्टमेन्ट चाहिँ 2899। अनि यो चाहिँ मास्टर प्याकेज जुन चाहिँ ठुलो प्याकेज हो, यो चाहिँ बिग अफर ल्याएको छ क्या। अब यसमा चाहिँ कोर्सको कुरा गर्दा कम्युनिकेसन स्किल्स, डिजिटल मार्केटिङ, फेसबुक एड्स, पर्सनली डेभलपमेन्ट, रेस मास्टरी, भिडियो एडिटिङ, भिडियो मास्टरी, क्यानभा मास्टरी, SEO, एफिलिएट मार्केटिङ, 1 इयर्स कोर्स एक्सेसिबिलिटी। यसमा चाहिँ तपाईँलाई कोर्स पनि थुप्रै छ। अनि यो मास्टर प्याकेजमा चाहिँ बेनिफिट्स पनि धेरै छ क्या। यसमा चाहिँ बेनिफिट्स पनि धेरै छ अनि कोर्सेस पनि धेरै छ। अनि त्यहाँ कोर्सेसमा चाहिँ तपाईँले त्यो फेसबुक एड पनि सिकेर आउट इन्कम जेनेरेट गर्न सक्नुहुन्छ, त्यो भिडियो एडिटिङ पनि सिकेर आउट इन्कम जेनेरेट गर्न सक्नुहुन्छ, त्यो क्यानभा मास्टरी पनि सिकेर आउट इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। अनि यो एफिलिएट मार्केटिङ त यही अनलाइन बिजनेसमा नै काम गर्नुपर्छ होइन। अब यसको इन्भेस्टमेन्टको कुरा गर्दा चाहिँ 5,499 हो। अब यसमा चाहिँ मन्थलीको इन्कमको कुरा गर्दा यसमा चाहिँ मन्थलीको इन्कम मिनिमम चाहिँ 30,000 हुन्छ होइन। मिनिमम सबभन्दा कम चाहिँ 30,000 हुन्छ होइन। 30 अनि त्यो चाहिँ मिनिममदेखि होइन 30,000देखि तपाईँले 30,000 40,000 50,000सम्म इन्कम हुन्छ यो मास्टर प्याकेजमा होइन। मैले पनि यो मास्टर प्याकेजबाट नै स्टार्टअप गरेको होइन। अनि मैले पनि यो महिनामा चाहिँ म आफ्नो राम्रो इन्कम जेनेरेट गरिहाल्छु होइन। अब यसमा तपाईँले स्टार्टअप गर्न चाहनुहुन्छ भने अनि यो 4वटा प्याकेजमध्ये तपाईँलाई कुन प्याकेज चाहिँ बेस्ट लागिरहेको होला भने तपाईँ स्टार्टअप गर्न चाहनुहुन्छ भने मलाई मेसेज गर्न सक्नुहुन्छ। यहाँ चाहिँ मेरो वाट्सएपको नम्बर छ। सो यहाँ हेर्न सक्नुहुन्छ, इन्ट्रेस्टेड पर्सन मेसेज मी अन वाट्सएप। यो चाहिँ मेरो वाट्सएपको नम्बर हो 9709797604। यसमा चाहिँ मलाई मेसेज गर्न सक्नुहुन्छ। सो स्टार्टअप गर्नका लागि यो भिडियो चाहिँ तपाईँलाई राम्रो लाग्यो भने
यसलाई चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला हैन। ल हस्, थ्याङ्क यू।